So what's up guys, welcome back to new video of Reese vlog. के छ हालखबर सबैजना सन्चै? I hope you guys are fine. म पनि सन्चै छु र पोखरा चाहिँ धेरै लामो बसै नहुने भयो हैन. सो फाइनली म चाहिँ अब मेरो जन्मेको ठाउँ बागलुङ जानेवाला चाहिँ निर्णय गरेको छु हैन. सो अब अहिले कति बज्यो? लेट्स सी द टाइम. अहिले 11 11:30 हुन लागेछ. सो अब म निस्किँदैछु. अनि जान्छु बागलुङ जानको लागि रेडी हो आज हैन. सो मैले सबै मेरो सामानहरू ब्यागहरू इच एन्ड एभ्रिथिङ रेडी गरिसकेँ. सो फाइनल अब रेडी गर्न भनेको बाँकी भनेको ओ माई गॉड कपाल मेसी भएछ. सो फाइनल अब रेडी जेसुकै बाल भएन. सो फाइनल अब जेसुकै के अरे फाइनल अब रेडी गर्न बाँकी भनेको मेरो बाइक हो. बाइकले चाहिँ मैले वास गर्नुपर्ने हुन्छ होइन. सो वास होइन पुस्नुपर्ने हुन्छ. सो पुसेर चाहिँ जाने हो र बाँकी कुरा म भिडियोमै भन्नेछु है त. ओके थ्याङ्क यू. म घरबाट निस्किसकेँ. देखेँ तेल नै छैन यार. लाइक आई निड टु फिल तेल छ होइन तर यहाँ देखिरहेको छैन. सो आई निड टु फिल अफ सम. तर फिल अफ त हान्नै पर्छ किनकि म लङ टुरको लागि निस्किरहेको छु होइन. सो यो यात्रा चाहिँ बागलुङसम्मको हो. बागलुङसम्म जान्छ. बागलुङबाट अनि आई गेस लाइक गाउँतिर अब भोलि पर्सितिर जान सक्छु आई गेस. आई डोन्ट नो कहिले हुन्छ के हुन्छ होइन. सो फाइनली म जानुभन्दा अगाडि चाहिँ सेफ्टी चेक गरेर जानु लागेको छु होइन. सो मेरो बाइकमा चाहिँ मोबिल के कति छ भनेर चाहिँ चेक गर्नु लागेर. ओके मोबिल चेक गरिदेऊ न. भाइले चाहिँ मोबिल चेक गर्नु लागेको छ. लेट्स सी होइन मोबिल कति छ. फेर्नु पर्ने छ थप्नु पर्ने छ कि छैन त्यो चाहिँ हेर्नुपर्ने छ है त. सो मोबिलको चाहिँ रेन्ज चाहिँ चेक गरेर म फर्किन निक्लिसकेको छु होइन. सो मोबिल चाहिँ ठिक छ भन्यो भाइले होइन. ठिक छ अनि प्लस लेभलमै छ भन्यो. सो अहिले थप्नु पर्ने अथवा यताउति त्यस्तो केही पनि छैन भनिरहेको छ. अनि सो अब फाइनल अब चाहिँ नेक्स्ट म पेट्रोल हाल्न जान्छु. सो पेट्रोल हाल्नुपर्ने छ किनकि देयर इज नो पेट्रोल न बाइक. सो हेडिङ टुवर्ड्स बागलुङ होइन. अब बागलुङतिर जाँदैछु म. बागलुङको लागि जाँदैछु. सो 0 किलोमिटरबाट आई थिङ्क यहाँबाट चाहिँ राइड जानुपर्छ जस्तो लागिरहेको छ. पेट्रोल हाल्नुपर्ने थियो कि मलाई. कसरी हाल्नु जाने त्यहाँ हाउ टु गो. मलाई पेट्रोल हाल्नु. सो आई निड टु फिल माई बाइक फ्रम देयर. स्क्यान छ यहाँ पे गर्नको लागि. स्क्यान 1000 का हालिदिनु सर धन्यवाद धन्यवाद सर धन्यवाद गरेर 300 स्क्यान ल्याउनु त. स्क्यान म त मेरो फोटो खिच्नु बसेर म पुरा पोजिसनमा बसेको थिएँ. आइरहेछ. सागर खत्री 401 हजार गयो सर. ल भयो नि. थ्याङ्क यू. भयो भइसक्यो. सो फाइनली फ्युल चाहिँ रिफिल भइसक्यो हाम्रो. बाइक रन्किन्छ अब.
सो यार बाटो राम्रो छ भने जस्तो लाग्थ्यो खै गाइस बाटो त लास्ट पात रहेछ यार आएर न यहाँ यस्तो के उता गएर राम्रो छ के थाहा भएन है सो यहाँसम्म त नराम्रै फिल भयो मलाई लास्ट होइन ओ माई गड यस्तै बाटो भयो भने त नमजा हुन्छ त बाटो चाहिँ राम्रै हुनुपर्ने हुन्छ है यो यहाँबाट पिज्जा जस्तो छ है पिज्जा जस्तो छ यहाँबाट ओहो आएको यहाँबाट पिज्जा पिज्जा हो नाइस सही हो अब बल्ल मजा हुन्छ यस्तै भयो भने त जान्छ ओके नि त ओके फर मी सो फाइनली बाटो चाहिँ यस्तै भइदियो त चिल हुन्थ्यो यार गाइजर कसमको बाटो चाहिँ बाग्नु समय यस्तै भइदियो चाहिँ बबालै हुन्थ्यो कि आमा कसम गाइस बाटो चाहिँ लिटरली फकिङ स्ट्रेट छ यार अति नै के कसम भनेको यार oh my god crazy see oh my god it's fucking straight के all speed see the fucking check the speed oh my god it's crazy oh my god too good यार लिटरली अझै पनि स्पिड त्यहाँसम्म छ के बाबालाई छ यार धन्यवाद crazy oh my god it's freaking good road यार लत्ती रे के oh my god see यार literally fucking too wide and open oh my god crazy oh my god I'm fucking loving it yaar literally सो मलाई कृष्ण पुग्न चाहिँ अब लाइक 36 किलोमिटर छ होइन 36 किलोमिटर बाँकी छ कृष्ण पुग्नको लागि 36 किलोमिटर बाँकी छ कृष्ण पुग्नको लागि सो बाटो चाहिँ तल मेन हाइवेको बाटो चाहिँ इट खत्रै होइन बाबा डबल लेन होइन 4 लेन थियो होइन सो अबको बाटो चाहिँ इट्स गुड होइन स्मुथै छ हाइवेको बाटो हो जस्ट हुनुपर्ने खालकै छ ठिक छ इट्स ओके हाइवे हिँड्दा एकदम सेफ भएर हिँड्नुपर्छ है खाली ठाउँ देख्यो भने स्पिड कुदाउन ठिक छ ओके होइन खाली ठाउँमा नि स्पिड कुदाउँदा आफूले कन्ट्रोल गर्न सकिन्छ भने छिट्टै कुदाउन हुन्छ होइन तर यदि आफूले कन्ट्रोल गर्न सकिँदैन भने खाली ठाउँमा पनि कुदाउने होइन क्या किनकि बाइकहरूमा डिपेन्ड गर्छ होइन किनकि कोही बाइकहरू यस्तो स्पिड बढी भएपछि आफै हल्लिने बडी सेक गर्ने यताउति हुन्छ होइन कुनै अब हेभी बाइक छ भने त्यति सेक गर्दैन अनि मान्छेको वेटमा पनि डिपेन्ड गर्छ होइन सो खाली रोड छ भने पनि कुदाइहाल्नु चाहिँ हुँदैन होइन तर अब गाडी भएको रोडमा कुदाउनु र खाली रोडमा कुदाउनु इट्स लिटल बिट लाइक 50% सेक्योर नै हुन्छ होइन सो त्यही हो अनि मेन भनेको हाइवेमा चाहिँ हिँड्दाखेरि चाहिँ अभियसली लाइक एकदम केयरफुल हुनुपर्छ है अघि जसरी मैले कुदाएको थिएँ त्यो भनेको एकदम ओपन एरिया थियो अनि प्लस लाइक
म त्यो स्पिडहरू कन्ट्रोल गर्न सक्छु त्यति स्पिड होइन सो त्यही भएर कुदाएको थिएँ सो स्पिड चाहिँ नकुदाम होइन सेफ राइड है सबैजनालाई नाक डाँडा आइसक्यो म ओ माई गड लिटरली सिन चाहिँ खतरा छ सिन चाहिँ के हो यार हाइवेमा त जता हिँड्दा सिनै सिन हुने हो क्या हो जुन हाइवे हिँड्दा पनि यार सिनै खतरा लाग्छ त मलाई के भएको पोखरा बागलुङको हाइवेमा पनि सिनै खतरा छ यार लिटरली हेर न आएको तल त्यो गाउँदेखि राखेर न लिटरली क्रेजी के अति नै बढ छ भाइ कस्तो मलाई फिल भइरहेको छ नि लिटरली म गइरहेको छु अब मेरो गाउँ जाँदैछु भन्ने टाइपको भइरहेको छ कि बाइक आइरहेको छ कि भित्रभित्र हुन्छ नि होइन हुन्छ नि त्यो बुझ्छ नि एउटा कुरा बागलुङ 46 किलोमिटर हो मागेको नट इभन आवरमा 1 घन्टामा पुग्छु 46 किलोमिटर त 1 घन्टामा कुदाइदिइहाल्छु नि कति बजीले जस्ट चेक द टाइम है त सो अहिले टाइम हेरौँ होइन ट्याक्क 12:35 गयो होइन ओके 12:35 1:35 म बागलुङ पुगिदिन्छु होइन यार मैले सोचेको राइड चाहिँ मैले सोचेको भन्दा लाइक डबल मजा होला जस्तो छ बागलुङको राइड चाहिँ इट्स लाइक गुड सो आई निड टु स्विच द खेल जस्तो छ होइन किनकि मलाई तेल बचाउनु छ होइन तेल बचाउनु चाहिँ होइन तर एज अ बचाउँ न त बचाउन मिल्ने ठाउँमा बचाउँ भनेर सो आई पुट माई बाइक अन न्युट्रल ओके सो अनि न्युट्रलमा हालेर त्यसपछि मैले जस्तो गरिरहेको छु टु स्पिड यार न्युट्रल हाल्न साथै यति समय स्पिड हुन्छ लाइक क्यान इभन कन्ट्रोलकै बाइकमा चाहिँ यताउति के सो द्याट्स हाउ यु डु के होइन द्याट्स हाउ यु सेभ द पेयर होल हेयर यस्तो हाइवेहरूमा चाहिँ ओह्रालो यहाँ चाहिँ ओह्रालो नै छ लेट्सी होइन अब तर सिन हेर न गाइस सी द सिन के यो चिज हो कि हाइवेमा हिँड्ने चाहिँ मजा लिने यो ठाउँहरूको हो के तर अभियसली लाइक कस्तो हुन्छ म त यस्तै ठाउँमा हुर्किएको मान्छे नि त होइन सो बेसिकली म त यस्तै ठाउँबाट बिलोङ्स गर्छु नि त सो जुन यो सिनहरू देख्नु भएको छ नि सो म त यो ठाउँमा बिलोङ्स गर्छु नि त होइन सो त्यति मलाई त्यति डेपसम्म चाहिँ यसले इम्प्याक्ट पार्दैन होइन ओ माई गड संसारै खत्रै देख्यो जिन्दगीमा पहिलोचोटि केही देखे जस्तो त्यस्तो इम्प्याक्ट चाहिँ डिपली इम्प्याक्ट चाहिँ पार्दैन होइन बट राइट लाइक अब लङ टाइममा देख्दा चाहिँ भिजिट गर्दा चाहिँ अभियसली केही न केही इम्प्याक्ट चाहिँ पार्छ नै यसले होइन सो हुन्छ क्या एउटा टाइपको हुन्छ नि भाइब्स होइन वा समथिङ केही कुरा नयाँ कुरा देखिरहेको छ जस्तो लाइक हुन्छ नि मजा आउने टाइपको के त्यो चाहिँ फिल हुन्छ होइन यो सब कुराहरू देख्दा यताउति होइन यताउता यता सबतिर त्यो भिर पाखाहरू देख्दा हुन्छ नि सो त्यही बेला चाहिँ एउटा त भाइब्स चाहिँ आउँछ त्यो चाहिँ हो होइन तर जसरी अब कोही सिटीमा हुर्केर सहर बजारमा हुर्केर अनि त्यसरी एकैचोटि गाउँमा जाँदाखेरि गाउँहरू देखेर हुन्छ नि त्यस्तो टाइपको चाहिँ भाइब्स चाहिँ आउँदैन है नडाटी भन्दा तर राइड चाहिँ बबालै हुन्छ यस्तो बाटोबाट हिँड्दाखेरि जुन सिटीको राइड भन्दा पनि सिटीको हाइवे राइड नै भन्दा पनि यस्तो वाला वन जङ्गलको बिचबाट हुँदै जाने राइड चाहिँ लिटरली बेस्ट हुन्छ क्या बेस्ट अफ द बेस्ट नै हुन्छ क्या किनकि यो भनेको प्योर नेचरको भाइब्स एन्ड नेचरको फिल आउँछ क्या आफूलाई भित्र क्या हो कुना कुनामा क्या नसा रगतमा सो गाइस होइन यो चाहिँ लङ वे राइडहरू चाहिँ लङ टुर जस्तोहरू अनि यो लङ राइडहरू चाहिँ लाइक बेसिकली चाहिँ कस्तो बाटो आउँदा चाहिँ ओर्थ हुन्छ जस्तो लाग्छ भन्दा मलाई चाहिँ यस्तो वन जङ्गलहरू भएको बाटो के जहाँ चाहिँ लिटरली त्यो नेचरको फ्रेस रिफ्रेसमेन्टहरू नेचरको त्यो भाइब्सहरू एकदम लिन सकियोस् के होइन लङ टुर हिँड्यो भने चाहिँ त्यस्तो टाइपको बाटो हिँड्यो भने चाहिँ मजा हुन्छ जस्तो लाग्छ होइन त्यो सिटीको लङ टुर भन्दा पनि के जस्तो सिटी राइडवाला टाइपको हुन्छ नि यस्तोवाला चाहिँ आई थिङ्क बेसी वर्थिट हुन्छ होला जस्तो लाग्छ मलाई यो सब कुराहरू इच एन्ड एभ्रिथिङ हेर्दा क्या म आफूले चाहिँ फिल गर्ने कुरा क्या होइन किनकि म त्यस्तो अब धेरै वनवाला टाइपको वन जङ्गल भएको त्यस्तो टाइपको राइड त गएको छैन होइन तर आई थिङ्क कस्तो भन्छ लाइक गाइस तपाईँहरूलाई यदि आउने मन छ भने होइन कसैलाई राइडहरू जानु मन छ यताउति भने होइन यु गाइस लाइक जस्ट सिम्पली बागलुङसम्म अथवा मुस्ताङ जाँदाखेरि मुस्ताङ जानको लागि आउँदाखेरि पनि यो बाटो यही बाटो पर्छ नि त सो त्यो टाइममा चाहिँ तपाईँहरूले मुस्ताङ जाँदाखेरि नि भरपुर इन्जोय लिन सक्छ क्या लिटरली होइन मुस्ताङ जाँदा त कुरै गर्नु परेन लिटरली पुरै यस्तै बाटो नै हुने हो होइन अनि अब मुस्ताङ नजाने भाइ जस बागलुङसम्म आउँदा हुन्छ क्या जस बागलुङसम्म आउँदा चाहिँ लिटरली ओर्थिट छ क्या तपाईँहरू त्यो परिश्रम त मेहनत त्यो राइड त इच एन्ड एभ्रिथिङ सब ओर्थिट नै छ क्या यत्रो अब हेर न मैले यहाँ कति किलोमिटर भइसक्यो लिटरली मैले पुरै अनै गरिराखेन क्या मेरो इन्जिन अनै गरिराखेन क्या यत्तिकै बिना इन्जिन अन गरिकन यत्तिकै चलिरहेको क्या होइन
सो यो चाहिँ एउटा त्यो रहेछ कि त्यस्तो टाइपको होइन सो बिना इन्जिन अन गरी चलिरहेको छ अहिले होइन सो बाटो चाहिँ त्यस्तै टाइपको रहेछ कि लिटरली ओह्रालै रहेछ कि भएभरको पुरै म कति बेसी आएको सो लाइक मलाई त्यति आइडिया थिएन कि कस्तो छ बाटो भनेर तर आम लभिङ इट कि होइन जाँदाखेरि चाहिँ पेट्रोल नखाने आउँदाखेरि चाहिँ डबल पेट्रोल खाइदिनु जस्तो बाटो कि आउँदा चाहिँ उक्कालै उकालो हो नि त फेरि जाँदाखेरि चाहिँ ओह्रालो होइन वा फाइनल आई डिड ओभरटेक होइन सो मलाई चाहिँ एउटा गीत गाउन मन लागेको गाइस के भन्दा कस्तो गीत भन्दा एउटा लोकदोरी गीत गाउनु मन लाग्यो होइन किनकि म बागलुङ हुँ नि त बेसिकली आम फ्रम बागलुङ होइन सो बागलुङ भएपछि बागलुङ त गीत गाइन्छ क्या होइन बागलुङ हौँ बागलुङले त गीत गाउँछ क्या अरे बागलुङे त प्योर बागलुङले त लोकदोरी त नगाउने त कुरै हुन्न प्योर बागलुङे हो भने त्यसलाई लोकदोरी मन नपर्ने त कुरै हुन्न क्या होइन मनपर्छ क्या जुन जस्तो सुकै होस् न होइन लोकदोरी त जस्तो सुकै बागलुङेलाई मन पर्छ क्या लोकदोरी मन नपर्ने त बागलुङे नै होइन क्या त्यहाँ मलाई एउटा गीत गाउनु मन लाग्यो कस्तो गीत भन्छ राति राति भेट हुन आउँदा नि तिमीले मैले बिराती लाउँदा नि जुनले मात्रै देख्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चित्त नल्याउ जुनलाई नि बादलुले छेक्छ यो चाहिँ हाम्रो आदरणीय अङ्कल बसन्त थापा सरको हो म त के दाइ भन्नु मेरो त अब अङ्कलकै उमेरको हो मान्छे हो उनीहरू होइन तर आजकल अब जमाना कस्तो आएको छ होइन ठुलो बुढो बाउको उमेरकोलाई नि दाइ दाइ भन्छ मान्छेहरूले तर मलाई त्यो भन्न मन लाग्दैन होइन सो हाम्रो आदरणीय गायक सङ्गीतकार बसन्त थापा सरको यो चाहिँ लय शब्द रहेको गीत हो अनि हाम्रो दुर्गेश थापा सरको चाहिँ अभिनय रहेको एउटा म्युजिक भिडियो हो सो यो गीत चाहिँ मलाई एकदमै मनपर्ने गीत हो होइन आई लाइक दिस सो मच त्यही माथि यस्तो मौसम हेर न कस्तो मौसम कस्तो खतरा छ होइन अब घाम त छँदै छैन होइन एकदम यसो चक्क जाडो टाइपको गीत गाउँदै हिँड्ने होइन टाइपको मौसम छ सो बेसिकली गीत गाउन मन लाग्यो मलाई फेरि होइन बागलुङसम्म है त तिम्रै लागि भागेर आउँदैछु यति लामो बाटो नै धाउँदैछु जुनले मात्रै देख्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चित्त नल्याउ जुनलाई नि बादलुले छेक्छ अनि बेसिकली यो मेरो शब्द चाहिँ म आफै बनाउँछु है अब ओरिजिनल गीतमा भएको चाहिँ मलाई याद छैन होइन एउटा बाइक होइन सो बाँकी जति पनि अहिले गाइरहेको हुन्छु सो त्यो आफैले बेसिकली म आफैले चाहिँ ओरिजिनेट गरे क्रिएट गरे होइन सो जस मलाई चाहिँ यस्तो गीतहरू चाहिँ लाइक म चाहिँ गीत चाहिँ बेसिकली जुन पनि गीत यत्तिकै अन द स्पोट चाहिँ बनाइदिइहाल्छु कि होइन सो त्यो टाइपको एउटा स्किल चाहिँ छ कि मसँग हे सक्दिन नि भुलेर बस्नलाई किन हो र मुटुमा पस्नलाई जुनले मात्रै देख्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चित्त नल्याउ जुनलाई नै बादलुले छेक्छ तिम्रै कसम खाएर आएको छु म त आजकल मोटाउँदै गएको छु जुनले मात्रै देख्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चित्त नल्याउ जुनलाई नै Wait, I need help. मलाई पानी पर्न लागिरहेको छ. I need help. I need help. मलाई पानी पर्न लागिरहेको छ. अब त पर्छ. तुम्हारा यार खुद क्रेजी सुन रहा है.
सो एकदम अँध्यारो भइसकेको छ बागलुङ पुग्नलाई आज आई थिङ्क 12-13 किलोमिटर छ जस्तो लागिरहेको छ मलाई आएर है मालढुङ्गालाई चाहिँ अघि 10 किलोमिटर लेखिरहेको थियो सम्क्यो भन्ने ठाउँमा आइसक्यो तर अति नै डार्क भइसक्यो अनि पानी परिरहेको छ घरहरू त छ कि भनेर अलिअलि नर्मल पानी पऱ्यो नि म चलाइरहेको छु होइन तर कहाँ गएर घर नभएको ठाउँमा गएर ल्याप्प पानीले भेटाउँछ अनि मेरो ज्याप्प सक्दो भिज्छ अनि ल्याप्प हुन्छ कि वेयर इज दिस प्लेस पानी पऱ्यो अनि चाहिँ स्टप अब त स्टप गर्नुपर्छ जस्ट क्यान गो मोर तल छ र जाउँ न तलसम्म अलि तर आई गेस यार मलाई बिताउँछ जस्तो लागिरहेको पानीले आई गेस कता न कता मलाई बिताउँछ जस्तो लागिरहेको किन म हिँडिरहेको छु नि त रोक्छ कि भन्दै हिँडिरहेको छु नि त मेरो ओए अब बितायो पानीले म फेरि घरै नभएर फेरि फर्केर आउनु पऱ्यो नि त तनाएको छ त नि सो 1:35 पुग्छु भनेको 1:35 पुग्न पनि सकेन होइन किनकि यहाँ पानी परेर म रोकिनु परिरहेको छ अहिलेसम्म पानी परेर सो फाइनली पानी बिदो भएर म निस्किन लागिरहेको छ थोरै पानी बिदो भइसकेको छ सो पानी बिदो भएर बाइकको सिट पुज्दैछ किनकि यहाँ पानी छ नि त स्टिल सो आई निड टु क्लिन दिस फर्स्ट right after I'm gonna ride and go बिचबाट चिर्यो क्या मेरो त गाइस फाइनली के आराम लाग्यो मुगलिन के अरे मुगलिन भन्न आएछ बागलुङको आई थिङ्क कालीगण्डकी रिभरको गेटमा आयो कि जस्तो लाग्छ गेट अरे ब्रिजमा आयो कि जस्तो लाग्छ आई गेस मेबी तर होइन नि हो कालीगण्डक ब्रिज दिस इज कालीगण्डक ब्रिज सही फाइनलमा कालीगण्डक ब्रिज आएँ अब त्यसपछि त बागलुङ आइहाल्यो त यो चाहिँ हाम्रो कालीगण्डकी नदीको ब्रिज हो है गाइजहरू कालीगण्डकी त सुकेर केही छैन कालीगण्डकी त यत्रो छ भने चाहिँ लाइक अब हाम्रो गाउँको खोला कत्रो होला हाम्रो गाउँको त खोलाको नामै छैन होला कालीगण्डकी त यति सानो छ भने चाहिँ हाम्रो गाउँको खोला त लिटरली त सानो पनि एकदम सानो होला एकदम सानो भन्दा पनि सानो होला त बागलुङ आइसक्यो फाइनल्ली होइन तँलाई टक्क चार्ज लगाउँदै सामान हामी त्यस्तै थियो हात खिडी पुलिसहरू ड्रेसमा थियो सो फाइनल्ली म आउन लागिसकेको छु होइन ओ पुल देखिरहेको छु चोलोके पुल सो अब यहाँबाट चाहिँ उता माथि गएपछि एउटा मन्दिर आउँछ देवीथान होइन सो देवीथानको मन्दिर त्यो गेट हो होइन अनि यो मन्दिरमा चाहिँ हामी लाइक 5 क्लासमा पढ्दाखेरि आउँथेँ कि म होइन शनिबार हामी सधैँ आउँथ्यो कि अनि यस्तो राम्रो लाग्थ्यो कि लिटरली के होइन त्यो पलहरू चाहिँ याद आयो कि कल ब्याक भयो कि लिटरली पहिलाको यादहरू के
यो मन्दिरमा आयो होइन अब हामी बसमा चढेर आउँथ्यो फ्रीमा बसमा चढ्थ्यो होइन त्यो मेमोरिजहरू चाहिँ कल ब्याक भयो के सो फाइनली भोलि म बिहान चाहिँ आउने मन्दिर यो हो होइन यो मन्दिरको नाम चाहिँ कालिका मन्दिर हो होइन बागलुङ कालिका हुन् सो भोलि आउने मन्दिर चाहिँ म यही हो सो सधैँ हामी शनिबार 5 क्लासमा पढ्दाखेरि होइन सबै दाइहरू भएर हामी सबै आउँथ्यो क्या मन्दिर त्यो मेमोरी कल ब्याक भयो के एकदम के होइन हामी होस्टेल बस्थ्यो नि त सो फाइनली म बागलुङ छिरिसकेँ होइन अब